भिजा सिस्टम लागू गर्नुपर्छ। कतिजना भारतीय नेपालमा आएर बसिरहेका छन्, के का लागि बसिरहेका छन्? भारत र नेपाल बीचको खुल्ला सीमा। म सुझाव दिन चाहन्छु, भिजा सिस्टम बनाऊ, सिल गरौँ, ताकि थाहा होस् न कति नेपाली, कति हजार नेपाली भारत गएर बसिरहेछन्, कति हजार, कति लाख भारतीय नेपालमा आएर बसिरहेछन्। विभिन्न खालका चाहिँ तपाईँको अपराधिक गतिविधिहरू पनि भइराखेको छ। यो मानव बेचबिखनको कुरा मात्रै छैन, ठुल्ठुला आन्दोलनहरू हुन्छन्। ती आन्दोलनमा सबै नेपालीहरू नै तपाईँको चाहिँ के अरे आन्दोलनमा उत्रेका हुन्छन् या विदेशबाट पनि आएका हुन्छन् भन्ने कुरा पनि छ। त्यसो भएको कारणले गर्दाखेरि यो समस्यालाई समाधान गर्नका लागि यो दुनियाँमा कहीँ नभएको तपाईँको चाहिँ भारत र नेपालको जुन सिमाना चाहिँ खुल्ला हुनुपर्ने, यसलाई पनि हामीले बन्द गर्नुपर्छ। भिजा सिस्टम लागू गर्नुपर्छ र रेकर्ड राख्नुपर्छ, कतिजना हामी भारत छिर्यौँ है, के को लागि छिर्यौँ र कतिजना भारतीय नेपालमा आएर बसिरहेका छन्, के का लागि बसिरहेका छन्। अब यो रोजगारीको सिलसिलामा थुप्रै देशतिर चाहिँ नि अब हामी जानुपर्ने बाध्यता छ। अभिलेख, रेकर्ड किपिङ भन्ने कुरा ज्यादै महत्त्वपूर्ण कुरा जस्तो मलाई लाग्छ।